बालो कठै परि बरबर आँसु झारेर नारायण राम राम हालिन् आँगालो हरे यस्तो किसिमले झ्याप्प दुवै हातले अङ्कमाल गरेकी छन् बरबर आँसु झारेकी छन् म हजुर सिवाय कसैको हुनै सक्दिनँ र हजुरलाई पनि छोड्नै सक्दिनँ यदि छोड्नु पर्यो भने यो धराधामै छोडिदिन्छु मेरो जीवनलाई नै आहुति भनेर रुँदै कराउँदै दमयन्तीले भनेपछि अनि नलदाले के भन्नुभयो भने ल तिमीले जस्तो भनेकी छौ त्यस्तै म भगवान् देवताहरूलाई सुनाउँछु भन त्यहाँबाट बिदाबारी भएर बाहिर निस्किएर ती चारवटा देवताहरूलाई नलराजा भन्दा बाहेक कति बस्दिनन् भनेर दमयन्ती रानीले भनेकी छन् भनेर देवताहरूलाई सुनाइदिएपछि अब देवताहरूले छल गर्नु पर्यो सिधा भन्दा मानिनन् भनेर नलराजालाई पनि सँगै राखे अनि ती चारवटा देवता पनि ठ्याक्कै नलकै जस्तो रूप धारण गरेर 5वटा नल भए पहिला एउटा नल दिए चारवटा देवता दिए अनि देवताले नलराजा जस्तो छन् त्यस्तै खालको आफ्नो स्वरूप धारण गरेर 5वटा लाइनमा बसेका छन् उता स्वयंवरको मुहुर्त भयो अनि दरवाजा खुले पाले पर त्यसै गरी तैनात भएका छन् त्यो पड्किन थालेको छ उता स्वयंवरको लागि दुलैलाई बाहिर निकालिएको छ 16 सिंहले उसै राम झप बोलेकी खाले राजाहरू रदौडाहरू पनि चमचम भएका छन् खप्नु खानु छैन द्वारबाट निस्किँदाखेरि फुलमाला अबिरमाला खप्नु भएको छैन स्वर्गका अरू देवताहरू पनि वायुमण्डलमा आएर पुष्पवृष्टि गरेर नारायण राम राम स्वागत गरेका यस्तो किसिमले स्वागतमय छ अनि लाइनले वरमाला हातमा लिएकी छ विभिन्न देशका राजाहरू र 5वटा नल भए देवता सहित अहिले